भर्ने होइन त होटलको आइपिओ। आजदेखि होटल फरेस्ट इन लिमिटेडले आइपिओ खुल्ला गरेको छ। सो यो आइपिओ चाहिँ कति किताको लागि खुलेको हो त र यो आइपिओमा कति किता एप्लाई गर्ने र यो कम्पनी कस्तो रहेको छ त लगायतका सम्पूर्ण कुराहरूको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। आजदेखि खुल्ला भएको होटल फरेस्ट इन लिमिटेडको आइपिओ चाहिँ सर्वसाधारणको लागि खुल्ला गरेको, सबैले भर्न मिल्छ, सबैले भर्नु होला। र यो आइपिओ बिक्री खुल्ला चाहिँ आज माघको 22 गतेदेखि माघको 26 गतेसम्मको लागि बिक्री खुल्ला भएको छ। यस कम्पनीले टोटल 40 लाख किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो भने पहिलो चरणको आइपिओहरू सबैलाई छुट्याइसकेर बाँकी रहेको आजदेखि सर्वसाधारणको लागि चाहिँ 33 लाख 20 हजार किता सेयर निष्कासन गरेको छ। प्रति किताको मूल्य 100 रुपैयाँ रहेको छ भने सेक्टर होटल एन्ड टुरिज्ममा पर्छ र यसको लागि चाहिँ इस्यु म्यानेजरको रूपमा एनआइसी एसिया क्यापिटललाई राखिएको छ। र यो आइपिओमा चाहिँ 10 किता मात्रै भर्नु होला, त्यो भन्दा धेरै भरेर कामै छैन, किनभने सबैजनालाई 10 किताको दरले बाँडफाँड गर्दाखेरि 3,32,000 जनालाई मात्र यो आइपिओ चाहिँ पर्नेछ र सर्वसाधारण कोटाबाट आइपिओ भनेको संख्या भनेको चाहिँ 25 देखि 26 लाखसम्म हुने गर्छ। त्यसैले 10 किता मात्रै भर्नु होला। र अब यस कम्पनीको नेटवर्थ इपिएसहरुको बारेमा हेर्नेछौँ र ओपनिङ प्राइस रेन्जको बारेमा पनि कुरा गर्नेछु। ओके, कम्पनीको प्रति शेयर नेटवर्थ 2081-82 मा हेर्दाखेरि पूर्ण मूल्याङ्कन नगरिकन त्यो बिना चाहिँ भने 90.65 रुपैयाँ रहेको छ र पूर्ण मूल्याङ्कन सहितको चाहिँ भने 125.26 रुपैयाँ रहेको छ। र अब यसको ओपनिङ प्राइस रेन्ज भनेको 90.65 देखि लिएर यसको 3 गुणा 271.95 को बीचमा चाहिँ ओपनिङ प्राइस रेन्ज हुनेछ। पहिलो कारोबार जब यो आइपिओ खुलिसकेर सबैलाई आइपिओ बाँडफाँड गरिसकेपछि दोस्रो बजारमा नेप्सेमा लिस्टिङ भएर कारोबारमा आउँदाखेरि यो रेन्जमा चाहिँ पहिलो कारोबार हुनेछ। तर अब फेरि यहाँनिर इपिएस अर्निङ पर शेयर आम्दानी एक कितामा कति आम्दानी छ त त्यो हेर्दाखेरि पुरै माइनसमा छ, घाटामा छ। अर्निङ पर शेयर भनेको -16.86 रुपैयाँ रहेको छ र फ्युचर प्रोजेक्सनहरु पनि राखिएको छ जसमा चाहिँ फ्युचरमा अब नेटवर्थ र इपिएसहरु चाहिँ सुधार्दै जाने भनेर राखिएको छ। 2074-75 मा आइसक्दाखेरि इपिएस पनि 4.43 हुने भनेर प्रोजेक्सन गरिएको छ। यही अनुसारले भयो भने राम्रो हुँदै जानेछ। र ओभरअलमा आइपिओ खुलाउने कम्पनी कस्तो रहेको छ भनेर चाहिँ रेटिङबाट पनि थाहा हुनेछ। यस कम्पनीलाई रेटिङ एजेन्सीले BB- को रेटिङ दिएको छ, जसले चाहिँ कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ। र यस कम्पनीले आइपिओबाट चाहिँ टोटल 40 करोड रुपैयाँ उठाउनेछ र यो सबै पैसा चाहिँ के गर्छ त भन्दाखेरि बैंकको ऋण भुक्तानी गर्नेछ। ओके, कम्पनीको सामान्य फाइनान्शियल रिपोर्टहरु चाहिँ यस प्रकारको रहेको छ। सो इपिएसहरु माइनसमै भए पनि आइपिओ चाहिँ भर्न छोड्नु हुँदैन, किनभने आइपिओबाट राम्रै फाइदा पनि दिनेछ। र यो आइपिओ लगतै फेरि अरु पनि आइपिओ लगातार खुल्दैछ। सबै आइपिओहरुको बारेमा अपडेटहरु थाहा पाउनको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नु होला।